भन्नु हामी यो चितवन जिल्लाको कालिका नगरपालिका यो पदमपुरमा रहेको भाइरल घर हेर्न भनेर आइयो। यहाँ लास्टसँग हेरियो, यो चाहिँ बिचमा यस्ता स्तूप जस्ता पनि छन्, यो चर्च जस्तो पनि यो के अरे मस्जिद जस्तो पनि लाग्यो। यहाँसम्म आइयो, यहाँभन्दा माथि चाहिँ बाटो छ भने देखिन्छ, तर त्यहाँ भर्याङ जोडेको छैन। किन होला यो फ्लोर बनाएको राखेको होइन यो कुरो। अब यहाँ पनि खोइ यो के हो, यो खालि देखिन्छ तलदेखि, यहाँ लिफ्ट सिफ्ट पनि हालेको छैन। यो हामी घुम्दैछौँ, अब यहाँ यस्तो छैन। यो चाहिँ यसलाई अब स्तूप भन्ने कि मस्जिद टाइपको भन्ने लाग्यो। यस्ता यस्ता टावरहरू छन्, त्यहाँ पनि हेर्दा त्यस्तै खालको छ त्यो हेर्दा। अब त्यो सबभन्दा ठुलो गजुर भनिन्छ हामीले, त्यो पनि लगाएर मस्जिद टाइपको छ यो भाइरल घरको। तर यो कस्तो खालको भाइरल घर हो, यो किन बनाएर फेरि अहिले ठुलो त्यो कम्पाउन्ड चाहिँ ठुलो छ है, त्यो बनाउन लगानी चाहिँ राम्रो गरेको छ, डिजाइन पनि राम्रो गरेको छ, यस्तै सबैतिर। अब हामी यो माथिल्लो तला भन्दाखेरि यो चौथो तला रहेछ, अन्डरग्राउन्ड पनि एउटा तला गर्दा 5वटा तला रहेछ। यो तलाबाट हामी अब अहिले झर्दैछौँ। चाहिँ सिँढी पनि छन् यहाँ, भर्याङ त यस्तो धेरै ठाउँबाट भर्याङहरू पनि आएको छ। अब यो स्टाइल, यो गाराको स्टाइल पुरानो यो हेर्नु राजमहल जस्तो, यो राजमहल जस्तो छ। तर यो कता कता यो मक्का यो मस्जिद टाइपको चाहिँ देखिन्छ यहाँ है। अब यो हुन होटल हो, मस्जिद राजदरबार जस्तो मस्जिद हो, त्यो हामीलाई थाहा छैन। लगाएर यो ठुलो छ घर उतैसम्म, यो नौलो। अब हामी यहाँबाट तेस्रो तलामा झरिँदैछ, माथिबाट त त्यो झरिँदैछ ल। यहाँ यो खोपा खप्पी पनि छन्, यी यस्ता के हुन् के हो यो यतातिर छ। यो राम्रो बनाएको, तर हाल्ने छाँट्ने देखेर नि यस्तो छ। यतातिर पनि यस्तो यस्तो छ। अब यहाँबाट हामी हेर्दैछ। अब यो तेस्रो तला हो, भन्दा मुनि अन्डरग्राउन्ड अझै एउटा तल अन्डरग्राउन्ड। बाहिरबाट जाने अन्डरग्राउन्ड त, बाहिरबाट जाने अन्डरग्राउन्ड बाहिरबाट हो। हामी चाहिँ यताबाट आइयो, अब यताबाट निक्लौँ। यस्तै यस्तै खोप्पा र खाप्पी छन्, त्यो के हो खोप्पा खाप्पी के हो, केटी लुक्ने भन्ने के ल। यहाँ